ल आजको गेम कस्तो भयो आर्मीलाई जितेर फाइनलमा पुग्नुभएको छ हजुर आज चाहिँ फर्स्ट गेमको हिसाबले गर्दा प्लेयर अलिक ढिलाको कारणले गर्दाखेरिमा चाहिँ अलि सेट हुन पाएन स्ट्रेचिङ र वार्मअप गर्नै पाएन प्लेयरले इरानी प्लेयरहरूले सेकेन्ड साइडबाट चाहिँ राम्रो कमब्याक गर्यो राम्रो खेल्यो के थियो अपेक्षा अनि त्यो अनुसारको गेम भयो कि कस्तो भयो आज हजुर अब टाइममा आएर राम्रो खेलाडीले मेन भनेको अनुशासन हो क्या अलिकति अपेक्षा भन्दा नि म आफ्नो टिमसँग म आफै नै अलिकति असन्तुष्ट छु है किनकि डिसिप्लिनले गर्दा चाहिँ अलिकति हाम्रो गेममा चाहिँ अलिकति एकदम खेल्ने वातावरण अलि राम्रोसँग मिलेको छैन कि यसले गर्दा चाहिँ गेम खेल्न एकदम धेरै गाह्रो पर्छ जस्तो अब भोलि फाइनल छ त्यसको लागि तयारी कस्तो रहन्छ हजुर तयारी चाहिँ अब अहिले चाहिँ हामी इरानी प्लेयरहरूसँग चाहिँ अब मिटिङ बसेर चाहिँ अब त्यसको बारेमा मेन डिसिप्लिनको बारेमा राम्रोसँग छलफल गरेर अब गेमको बारेमा त गेम देखेको छ हेरेको छ पहिला पनि खेलिसकेको अब जुन टिम आए पनि फाइनलमा कोसिस चाहिँ अब सक्दो पुरै कोसिस गर्नेछौँ कि जित्नलाई जस्तो इरानी टोलीहरूसँग पनि खेलिराख्नु भएको छ सँगै खेल्दाखेरि कतिको सिकाइ हुने रहेछ के रहेछ सिकाइ भन्दा नि चाहिँ एकदम खेल्न चाहिँ धेरै गाह्रो भएको छ है अब किनकि मेन भनेको भाषा मिलेन क्या यहाँ अब न अङ्ग्रेजी बोल्छ अब हामीले फेरि इरानी अब बुझ्दिन है त्यही भएर गर्दा एकदम गाह्रो भइरहेको छ खेल्न र समग्रमा अब आफ्ना भलिबल खेल प्रेमीहरू सपोर्टरहरूलाई के भन्न चाहनुहुन्छ हजुर अब हिजो अस्तिको गेम हेरेर अब जति नै रिसाउनु भएका दर्शकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब सबैलाई हाम्रो टिमलाई माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला है अब हामीले प्लेयरहरूलाई एकदम अनुशासनमा बाँधेर खेल्नेछौँ त्यही भन्न चाहन्छु सबैले माया गरिदिनु होला फाइनल पहिलो सेट हामी हारिसकेपछि मेन्टालिटी के थियो त्यसपछि मेन्टालिटी चाहिँ अब मेन चाहिँ वार्मअपले गर्दा वार्मअपको लागि टाइम कम भएर गर्दा चाहिँ अब खेल्न सकेन अब आशा थियो कमब्याक राम्रै गर्छ भन्ने कुरा राम्रो खेले इरानी प्लेयरहरू त्यसमा खुसी छु शुभकामना थ्याङ्क यू